किनभने यो बाटोहरूमा चाहिँ मान्छेलाई सहजीकरण होस्। अब यहाँ चाहिँ धेरै जो चाहिँ गाडीको भार पर्ने रोडहरू चाहिँ होइनन्। त्यो भएको कारणले सबैभन्दा मुख्य कुरा चाहिँ हामी एम्बुलेन्स, बिरामी, सपबान पहिलो कुरा चाहिँ यो छ क्या। स्वास्थ्यमा हामीले पहिलो प्रायोरिटी दियौँ भने र बच्चाहरूलाई स्कुल आवत जावत गर्नलाई पनि फराकिलो बाटो उनीहरू हिँड्नु, यो तीनटा कुरालाई चाहिँ हामीले ख्याल गर्नु। शारदा नगरपालिकाले विगत लामो समयदेखि यो छत्रेश्वरी गाउँपालिकासँग आफ्नो समन्वयकारी भूमिका निर्वाह गरेर केही चाहिँ सत्कर्म गर्ने प्रयास गरिरहेको छ। योभन्दा अगाडि हामीले छत्रेश्वरी मन्दिरमा शारदा नगरपालिकाको आर्थिक सहयोगमा रङरोगन गर्ने प्रयास गऱ्यौँ, जसले हामीलाई चाहिँ अन्तर समन्वयमा अहिले हाम्रो एलजी पासमा पनि हाम्रो मार्क्स बढ्ने जुन काम छ यो प्राकृतिक वित्त आयोगले दिएको एउटा मापदण्डभित्र रहेर हाम्रो संविधानले हामीलाई दिएको अधिकारभित्र रहेर हामीले कर्म गर्ने प्रयास गऱ्यौँ। आजको विशेष छलफल चाहिँ हामी केही विकास निर्माणका कर्म जुन हाम्रो सिमाना जोडिएको पालिका छ, योभन्दा अगाडि हामीले वनगाड कुपिण्डेसँग यस्तै खालको सहकार्य गऱ्यौँ। अब अहिले हामी छत्रेश्वरी गाउँपालिकासँग गर्दैछौँ। आदरणीय अध्यक्षजीले मलाई फोन गरेर यो काम गर्न पाए राम्रो हुन्थ्यो भनेर मलाई प्रस्ताव पनि राख्नुभएको थियो। विशेष गरी अहिले हाम्रो राणा गाउँ हुँदै छत्रेश्वरीको राणा गाउँ हुँदै चैबाङ जिउला जोड्ने सडक उहाँको भूगोल र हाम्रो भूगोल चाहिँ मिल्ने भएको कारणले एउटा उहाँको भूगोलसम्म मात्रै चाहिँ त्यो बाटो निर्माण गर्दाखेरि चाहिँ त्यसले गन्तव्य नपाउने र हाम्रोबाट खन्दाखेरि पनि गन्तव्य नपाउने भएको कारणले यहाँनिर हाम्रो समन्वय, हाम्रो एकअर्काको सहयोग जरुरी भएको कारणले एउटा लान्ती हुँदैन दाजु? लान्ती राणागाउँ हुँदै चैबाङ जिउला जोड्ने सडकमा चाहिँ खैराबाङ चैबाङ जिउला हुँदै खैराबाङ जोड्ने सडक चाहिँ एउटा हामी चाहिँ उहाँको स्क्याभेटर र चाहिँ हाम्रो भूगोल आइपुग्ने बेला हामीले चाहिँ उहाँलाई तेल सहयोग गर्ने। उहाँको भूगोल उहाँले आफ्नो चाहिँ बजेट आफ्नो तेलले चाहिँ खन्नुहुन्छ भने हाम्रो भूगोल आइसकेपछि जति लाग्छ त्यहाँ चाहिँ हामीले त्यो थोरै छ, एकदम छोटो नै छ त्यो एउटा त्यो छ। र अर्को चाहिँ हाम्रो शारदा नगरपालिका वार्ड नम्बर 13बाट त्यो बस्ती के भन्छ त्यो बस्तीलाई? नयाँ गाउँ जोड्नेमा चाहिँ त्यहाँ चाहिँ हामीले सहयोग गर्ने, छत्रेश्वरी नगरपालिकाले त्यसमा बोझ नदिने। किनभने एउटा अभिभावक नगरपालिका भएको कारणले चाहिँ हामीले आफ्नो अभिभावकत्व निर्माण पनि गर्नुपर्ने भएको कारणले त्यहाँ लाग्ने खर्च चाहिँ हामीले बियर गर्ने गरी चाहिँ बाटोलाई निर्माण गर्ने कुरा छ। यो सँगसँगै चाहिँ हामीले खास गरी अरू बृहत्तर कुरामा छलफल गर्न खोजेका छौँ। केही शिक्षाका सुधारहरूमा, केही पर्यटकीय कुराहरू जस्तो चाहिँ हाम्रा चाहिँ सल्यानका महत्त्वपूर्ण पर्यटकीय गन्तव्य स्थलभित्र चाहिँ धार्मिक पर्यटन क्षेत्रभित्र चाहिँ यहाँ सबैलाई जानकारी छ यो छत्रेश्वरी छायाक्षेत्र मन्दिर ठुलो शक्तिपीठका रूपमा हामीले बुझ्छौँ भने खैराबाङ मन्दिर भुवनेश्वरी मन्दिर पनि एकदम महत्त्वपूर्ण भएको कारणले अरू केही नगरे पनि अध्यक्ष त्यसमा चाहिँ हामीले दुईटा बोर्ड बनाएर उहाँको पार्टको बोर्ड उहाँले बनाउनुहुन्छ, त्यसलाई चाहिँ विशेष गरी वनगाडको पिण्डलाई पनि हामीले जोडौँ। एउटा चाहिँ के हो त्यहाँ एउटा ठुलो बोर्ड बनाएर एउटा साइज मान्छेको नजर पर्ने गरी सानो चाहिँ मन्दिरको तस्बिर र चाहिँ कुपिण्डको तस्बिर, खैराबाङ मन्दिरको तस्बिर राखेर त्यसलाई चाहिँ त्यो बोर्डलाई हामीले 3 भागमा डिभाइड गरौँ। एउटा मुख्य भागमा चाहिँ छत्रेश्वरीकै शक्तिपीठ छायाक्षेत्र मन्दिरको बारेमा यहाँले ब्रिफ गर्नु पर्यो, मन्दिरको बारेमा त्यो कहिले बनेको, त्यसको महिमा के छ भनेर भने त्यसलाई अर्को चाहिँ 2 भागलाई चाहिँ आधा भागलाई चाहिँ 2 भाग डिभाइड गरेर माथिपट्टि चाहिँ खैराबाङ मन्दिर, कम्तीमा छत्रेश्वरी मन्दिरबाट खैराबाङ मन्दिर जान कति दूरी छ, दूरी पनि कायम गराइदिने, कति समय लाग्छ घन्टा पनि भनिदिने, कति मिनट लाग्छ, त्यो सँगसँगै चाहिँ त्यसको महिमा के छ, छत्रेश्वरी शारदा नगरपालिकामा रहेको खैराबाङ मन्दिरको महिमा के छ, त्यो कहिले बन्यो भन्ने ब्रिफ चाहिँ हामी यहाँलाई दिन्छौँ। त्यो र अर्को तल्लो बोर्डमा चाहिँ मान्छेलाई कम्तीमा छत्रेश्वरीबाट कुपिण्ड जानलाई कति समय लाग्छ, एउटा यो काम चाहिँ पनि गरौँ जस्तो मलाई लाग्छ। विगत वर्षहरूमा शारदा नगरपालिकासँग सहकार्य गरेको कुरा हामीले साथै राखिसक्नु भएको छ। छत्रेश्वरी मन्दिरको रङरोगन र त्यसको चाहिँ अलिकति सौन्दर्यता बढाउनको लागि शारदा नगरपालिकाले जुन सहयोग गर्नुभयो त्यसको लागि म नगर प्रमुख लगायत शारदा नगरपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्योभन्दा पूर्व पनि हामीले एउटा सहकार्य गरेका थियौँ आदरणीय मेयर साहबको एउटा रिक्वेस्टमा। यो सिंहदरबार बजारको व्यवस्थापन छ, त्यो व्यवस्थापन गर्ने कुरामा
मेयर साहबले मलाई फोन गरेर यति सहयोग गरिदिनु भयो भन्ने कुरा गर्नुभयो। जन्ने जन्ने हामीले ठुलो स्काइबाट 1 महिना जति चाहिँ उहाँहरूले सहयोग गरेर त्यो बजार व्यवस्था जुन उहाँले उहाँको जुन लक्ष्य जो पूर्ति भएको छ त्यसमा म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नयाँ वर्ष पार्क आधुनिक वर्ष पार्क बनाउनु भयो छत्रश्री गाउँपालिकाको सहयोग त्यो चाहिँ भएर अहिले एकदम आधुनिक वर्ष पार्क बनाउनु भएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जिल्लाकै एउटा चाहिँ आकर्षण बजार क्षेत्र जहाँ हामी पनि हिँड्छौँ, जिल्लाको केन्द्र छ, व्यापारिक केन्द्र राम्रो बनाएको छ, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। र अहिले थुप्रै विषयमा हामीले सहकार्य गर्नुपर्ने अवस्था सिर्जना भएको छ। भूगोल जोडिएको छ, आफ्नो आफ्नो सीमा क्षेत्रसम्म केही विकास निर्माणका कामहरू गर्नुपर्ने, त्यसले पूर्णता नपाउने अर्को भूगोल पालिकाको भूगोल जोड्ने निमित्त केही छुट्ने भएका कारणले मैले मेयर साहबलाई हिजो चाहिँ कुरा गरेका थिएँ। विशेष गरी लान्तीबाट राणागाउँ हुँदै अहिले हाम्रो 7 नम्बरको तुसारेसम्म चाहिँ बाटो गएको छ। त्योभन्दा यता करिब 1500 मिटर रहेछ मेयर साहब चाहिँ। त्यो चाहिँ बाटो खन्नुपर्ने 1500 मिटर जति हाम्रो चाहिँ साथीहरूले चाहिँ नापेको कुरा गर्नुभएको छ। झन्डै 900 मिटर जति चाहिँ छत्तीसगढीको भूगोलमा पर्ने, 600 मिटर जति चाहिँ शारदाको भूगोलमा पर्दो रहेछ। मेयर साहबले अघि प्रश्न पाइसक्नुभयो। आफ्नो भूगोलसम्म त हामीले गर्ने कुरा भइ नै हाल्यो। अब अरू कठिनता पनि छ, जटिलता पनि छ। त्यसलाई अब निरूपण गर्नको लागि बरु हामीले त्यसमा के गर्न सकिन्छ भने हाम्रो मेसिन त त्यहाँ बाटो खन्न गइसकेका हुन्छ र त्यहाँ अलिकति एउटा समस्या हाम्रो चाहिँ तुसारे सिद्धाबी तुसारे छ। त्यहाँ चाहिँ शारदा नगरपालिकाको त्यो बस्तीबाट केही विद्यार्थीहरू पहिला त्यहाँ जानु हुँदो रहेछ क्या पढ्न। अहिले त्यो बाटो नभएपछि र यो अलिकति जङ्गल जनावरको यो समस्याको कारणले अलिक विद्यार्थी त्यहाँ जान नसकेको। अब बाटो बनायो भने कम्तीमा अभिभावकहरूले छोटो समयमा पुगिँदो रहेछ। त्यो विद्यालयलाई पनि सजिलो हुने। त्यहाँसम्म खनिसकेपछि हामी बरु चाहिँ मेसिन चाहिँ हामी उपलब्ध गराउँछौँ। इन्धन चाहिँ हजुरहरूले गर्नुभयो। त्यसको समय कति लाग्छ? 10 दिन, 15 दिन, 20 दिन, 1 महिना लागे पनि हामी त्यो गर्न पायो भने सजिलो हो। खैराबाङबाट उता जान पनि सजिलो। त्यो चाहिँ दुवै पालिकाका जनतालाई सजिलो होला भनेर मैले मेयर साहबलाई हिजो प्रस्ताव राखेको थिएँ। उहाँले सहर्ष स्वीकार गरे। छलफल गरौँ अन्तर्पालिकासँग बैठक गरेर यो लगायत थुप्रै विषयवस्तुमा सहकार्य गर्न सकिन्छ भन्ने कुराले चाहिँ हामी आज आएका छौँ। त्यसको लागि उहाँलाई धन्यवाद। अनि मेयर साहबले जुन कुरा राख्नु भएको छ त्रिशुली मन्दिर, खैराबाङ भगवती मन्दिरको होइन लगायत थुप्रै गोपनीय तालको चाहिँ पर्यटकीय विकासको लागि हामीले गर्नुपर्ने सहकार्यमा सहजीकरणमा हामी कमी हुँदैन। हाम्रो यहाँहरूसँग साथैमा गर्न हामी तयार छौँ। जे किसिमको सहमति हुन्छ त्यो कुरा चाहिँ गरौँला। अब अहिले चाहिँ हामी केही इन्धन चाहिँ त्यहाँ छुट्याएका छौँ होइन। हामी त्यो त्यहाँसम्म क्लियर गर्छौँ हामी। अनि त्यति बेलासम्म हामी यहाँहरू इन्फर्म गर्छौँ। त्यस पछाडि मेयर साहबले भने जस्तै आवश्यक पर्ने इन्धन चाहिँ यहाँले मेसिन बरु चाहिँ हामी छत्तीसगढ गाउँपालिकाले सहयोग गर्छ।